हेलो हेलो साथीहरू, के छ खबर तपाईहरु सबैजनाको। र अब हाम्रो बारचमको पाउला ग्रुप चाहिँ हिँड्यो है त। ल साथीहरू, कोही अगाडि डी बहुत मस्त दम चलाउँदैछ सबैजना साथीहरूले। हामी चाहिँ दसैँपछि नै, दसैँ बन्द अगाडिदेखि नै त्यति गरेर चाहिँ साइक्लिङहरू हिँडेको छैन। र अनि आजै हो, धेरै महिनापछि, 1-2 महिनापछि हो सायद। अब चाहिँ बिस्तारै बिस्तारै थोरै थोरै हिँड्ने बानी गर्नुपर्छ है त साथीहरू। ल पसिना चाहिँ खतरा बगायो हामीले। उता हाम्रो कमरेडहरू पुरै बर्गर खाँदैछ। बर्गर कस्तो छ भाइ? हामी छ पसिना खतरा बगायो। यस्तो घाममा त नि चन्द्रपुर घाममा यस्तो पनि गर्ने हो मान्छेले हैन मलेसियामा। ल साथीहरू, हामी चाहिँ फाइनल मेघलमपुरमा आइपुग्यो अहिले। अनि हाम्रो यता अगाडि राइडरहरू छ। ठाउँहरू चाहिँ यस्तो दामी छ है मेघलमपुरको। सिग्नल मलेसियामा सिग्नलमा चाहिँ यति धेरै जाम भएको छ कि होइन। यस्तै छ त्यो हिँड्ने होइन, त्यहाँ त बोक्ने हो। रोडको त इज्जत गर्नुपर्छ नि त। यस्तो हो यार, पसिना चाहिँ खतरा पकान्छ साइक्लिङ गर्दा। तर के गर्नु, मान्छे कालो हुन्छ अन्त केटीले हेर्दैन। हेलो ब्रदर, हाउ क्यान टु फिल? अहिलेको हाल सबैको बिहालै छ। हाउ क्यान टु फिल ब्रो? एकछिन डोन पानी खानु। थट, यस्तो त पेड होइन यसले। ओहो, ल पुरन्दै हामी यहाँ मेघलमपुरको डाँडामा आयो। तपाईँलाई कस्तो फिल भएछ? कि मेघलमपुर होइन नि त यार, के हो यो मेघलमपुर त मेघलमपुर भन्छ हो। हामी जहाँबाट यता क्रस गऱ्यो नि, ठ्याकै उतापट्टि हामी बोले। ए मेघलमपुर हो। कस्तो फिल भएछ तपाईँलाई? दामी यार, दामी। म नि फर्स्ट टाइम आएको। टेकबहादुर बिष्ट कस्तो फिल भएछ? अस्ति क्यामेरा आइल्यान्ड गएको बेला त्यति गाह्रो भएको छैन? त्यो दिन त त्यही याद आइरह। अब माथि जाँदा त गाह्रो भइहाल्छ नि। होइन, अब हामी माथि जाँदिनँ। अर्को कुनै दिन मर्निङमा हामी राम्रो साइज जोराएर आउने छ होइन। तर धेरै छ यार। 45 किलोमिटर एमन कस्तो भएछ? एकदम ल ठिक छ, म यस्तो छोटो छोटो भिडियोहरू बनाएर एउटा हाम्रो चाहिँ यो पुरै फुल बनाउँछु कि आएको गएको होइन। यस्तै हो साथीहरू, यो डाँडा चाहिँ खतरा डाँडा हो। अब हामी अस्ति क्यामेराहरू गएको जस्तो त गाह्रो त हुँदैन यहाँ जाँदैन। तर मेरो चाहिँ नाइट सिफ्ट छ, त्यही भएर चाहिँ अझै पनि 1 घन्टा लाग्छ अरे। आधी पनि चढेको छैन अरे। हामी चाहिँ फर्किन्छौँ, कुनै दिन मर्निङमा आउँछु फेरि है साथीहरू। यस्तै हो। ल है साथीहरू, यहाँ चाहिँ यस्तो ढुङ्गाको धार रहेछ क्या, खतरा छ है। अनि यो डाँडामा चाहिँ हामीहरू यसो घुमफिर गरेँ है साथीहरू। यहाँ चाहिँ आराम गर्ने ठाउँहरू अनि थोरै भए पनि यस्तो डिजाइनहरू राखेर छ, रोमान्टिक हुन्छ मान्छेहरू हेरेपछि है। ल है साथीहरू, माछाले मुह त्यो, माछाले मुह त्यो है साथीहरू। ल फुलबारी रहेछ है यो चाहिँ। फुलबारीमा छु अहिले हामी। फुलबारीबाट प्रवेश। ल स्वर्ग जाने बाटो होइन यो चाहिँ? के माथि जानु मिल्ने ठाउँ रहेछ? ए अँ, यो उकालो झरेको यार। यो हातले ब्रेक समाएको यति गाह्रो भएको छैन आमा साथीहरू, आएको छैन। ल हात यति दुखिया छ मेरो त यार। त्यो ब्रेक झन् कस्तो चार छ मेरो। किन र? कहाँ मेरो झन् कस्तो साह्रो छ। तपाईँहरू त ठिक छ, उहाँहरूलाई ब्रेक समाउनु गाह्रो भएर रहेछ। उता तलबाट आउँदै रहेछ नि त साइक्लिङ। ल केटाहरू चाहिँ अब सक्यो हाम्रो चाहिँ। यहाँबाट माथि गाडी जान नमिल्छ, साइकलहरूमा त जाँदैछ मान्छे। तर हामी चाहिँ नखाम होला, भोक लागेको छैन मलाई त। मलाई त भोक लागेको छैन, तपाईँहरू खानु न। अनि यहाँबाट चाहिँ साइकलहरुमा त जाने गाडीहरुमा जाने रहेछ फाटाफिट जाँदै रहेछ एक दुईटा गाडीहरु जाँदै रहेछ साथीहरु तर दुईटै हातले ब्रेक समाउन बिजी हुने है
भिडियो गर्न पाएन यस्तो राम्रो ठाउँहरू थियो क्यामेरै चाहिने रहेछ कि एउटा तपाईँहरूसँग कोहीसँग क्यामेरा छ भने हामीलाई सम्पर्क गर्नु होला त्यो पनि फ्रीमा भिडियो गर्नको लागि चाहिँ अहिलेसम्म मैले केही पनि किनेकै छैन आफ्नै फोनबाट जस्तो सो गरेर हिँड्दा छ है त्यस्तो अब यो चाहिँ हामीलाई सम्झनाको लागि मात्रै गरेको है साथी ल हाम्रो साथीहरू चाहिँ मेवा पर्छ अहिले चढेको डाँडा चाहिँ हो तर कम्प्लिट गर्न सकेन हामीले किनकि मेरो आज नाइट ड्युटी हुनुको कारणले र हामी नेक्स्ट टाइममा आएर चाहिँ फेरि कम्प्लिट गर्नेछ है त यो यहाँ चाहिँ हामी पहिला पनि धेरैचोटि आएको हो तर डाँडा चाहिँ नचढेको साथीहरू ल है साथीहरू मलेसियाको भ्यूहरू चाहिँ तपाईँहरूलाई देखाउन छु म बचपन से मेरा दिल टूट गया अल्लाह मेरो म आज खाना बनाउँदिनँ मलाई आज पूर्णले दिन्छ पूर्णमा गएर खाना खाने अनि ड्युटी जाने हो मलाई चाहिँ त्यो मसिना हेर्नु पर्छ